बेलुका चाहिँ यहीँ लिएर आउँछ बस्नु हामीलाई त शीतल भइरहेको छ यिनीहरूलाई यिनीहरूको रौँ लाग्नु छ नि त हेर्नु न अस्ति निकालेको हो फोन निकालेको तल चेक गर्नुलाई लाग्यो के भएको रहेछ केही समस्या अहिले रिभर आइपुगेन रिपोर्ट आएन है भर्खर अस्ति लागेको 3 दिन भयो 3 दिन भयो काठमाडौँमा लान्छन् ए काठमाडौँ लान्छ यो रौँहरू काट्दिन मिल्दैन तपाईँलाई अलिअलि अब यो गर्मीमा मात्रै यसलाई काट्दिएर काट ट्याकल छोटो बनाइदिन्छ तपाईँ एक्लै हो कि तँ बहिनी पनि हो एउटा बहिनी पनि हो भेडा हेर्ने कतिजना छ 6जना छ भने 6जनालाई तलब खुवाउनु पर्यो 15,000 रुपियाँले 15 90,000 खुवाउनु पर्यो अनि सरकारलाई खासै फाइदा त छैन नि महिनाको कति 90,000 खुवाउनु पर्यो भन्नु भयो त 90,000 खुवाउँदा के हाकिम छ एकाउन्टेन्ट छ डाक्टर ए सब ड्राइभर पनि छ ऊ त्यो माथिको घर चाहिँ के को घर हो त्यो मसान घर हो अनि यहाँ प्रदेशको विश्वविद्यालय बनाउने भने चाहिँ कता हो विश्वविद्यालय बनाउनु भनेर नापिरहेको थियो नि एकताका थाहा छैन तपाईँलाई छैन है त्यो सबै सरकारी हो यो त पछाडि ठुलो छ आउनु दिपक सर ल पछाडि जाउँ ठुलो सर यो पछाडि भन्नु हजुर भेडाको बिजोग भयो यार है गर्मीले हेर्नु त यो सबै ग्लोबल वार्मिङले गर्दा भएको अब हिउँ आउँदैन यहाँ होइन भनौँ न कति 3 वर्ष भयो होइन हिउँ पहिला हिउँ पर्थ्यो है अनि यो त अब सबै हिमालमा बस्ने हो नि त हिउँ पर्दैन अहिले एकदम भयो यार ग्लोबल वार्मिङ यो सब माओवादीले भड्काएको छ भवन भड्काइदियो यार
गोपालै हुन्छ गोरु यहाँ रोड निक्लेर लिनु त के भिडियो गर्ने हो र